तेस्रो चरणको मुकुमलुङ संरक्षण आन्दोलन घोषणा, सिंहदरबार घेराउ, लिम्बुवान सहित 14 वटै जिल्लामा अनिश्चितकालीन यातायात बन्द, राजधानी र तराई मधेस लगायत विभिन्न स्थानमा प्रदर्शन गर्ने। मुकुमलुङ तानसेप चुम्बो र मुकुमलुङ संरक्षण अन्तर्दलीय सङ्घर्ष समितिले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। सिंहदरबार घेराउ, अनिश्चितकालीन यातायात बन्द, जनसभा, आमसभा, अनसन जस्ता कार्यक्रम समेटेर आगामी आन्दोलन अघि बढाइने सोमबार चुम्लुङ ललितपुरमा आयोजित पत्रकार सम्मेलन गर्दै विज्ञप्ति मार्फत जानकारी गराएको हो। मुकुमलुङ संरक्षणको लागि विगत 5 वर्षदेखि निरन्तर आन्दोलन भइरहेको तर राज्य पक्षले जनसमुदायको आवाज नसुनेको, उल्टै मुकुमलुङ आध्यात्मिक आस्थाको स्थललाई अतिक्रमण गरेको भन्दै आन्दोलनको घोषणा गरेको हो। केबुल कार खारेज गर्नुको सट्टा निर्माणलाई तीव्रता दिने काम भइरहेको, यसको विरुद्धमा शान्तिपूर्ण विरोधमा समेत मुकुमलुङ पदयात्रामा गएका मानिसहरूलाई दमन गर्ने, पक्राउ गर्ने, बन्दी बनाउने र वारेन्ट जारी गर्ने काम भएको राज्य तथा राज्यद्वारा संरक्षित भिजिलान्तीहरूद्वारा 2081 साल कार्तिक 23 गते खुकुरी काण्ड, माघ 12 गते बलुडाँडाको गोलीकाण्ड, फागुन 8 र 9 गते नामजाङ्गे तल्लो फेदीमा भएको पदयात्राका व्यक्तिहरूलाई ज्यान लिने खालको गतिविधि र पत्रकारहरूलाई कुटपिट तथा अपहरण र फागुन 10 गते फुङलिङमा भएको मानव अधिकारको चरम हनन गर्दै मानवता विरुद्धको गम्भीर अपराध गरिएको विज्ञप्तिमा उल्लेख छ। यसपछि राज्य पक्षको वार्ता समितिसँग गत 22 गते भएको निर्माण कार्यलाई स्थगन गर्ने वार्ता सहमतिलाई पनि राज्य पक्षले पालना नगरी तोडेको भन्दै मुकुमलुङ संरक्षणकारीहरू वार्ता विरोधी नभएको भन्दै सार्थक वार्ताको पक्षमा रहेको र वार्तामा बस्न तयार रहेको पनि विज्ञप्तिमा जनाएका छन्। गत फागुन 27 गते भएको सरकारी पक्षको अकर्मण्यताका कारण वार्ता बिथुलिएको पनि आरोप लगाएका छन्। मुकुमलुङ संरक्षणकारीहरूलाई नेतृत्व गर्ने सङ्घ संस्था सङ्गठनहरूले वार्ताको वातावरण बनाउन 4 बुँदे शर्तहरू राखेको स्मरण पनि गराएका छन्। आन्दोलनरत पक्षका 25औं जना बन्दी अवस्थामा र 20औं जनालाई वारेन्ट जारी गरिएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन्। केबुल कार निर्माणको काम स्थगन नगरिएको, शान्तिपूर्ण प्रदर्शनलाई बिथोल्ने भिजिलान्तीहरूलाई सुरक्षा दिने सशस्त्र र जनपद प्रहरीलाई फिर्ता नगरिएको, घटनामा संलग्न भिजिलान्ते र गोली हान्नेमा संलग्न सुरक्षाकर्मी सहित सरकारी अधिकारीहरूलाई कारबाही नगरिएको भन्दै यस्तो अवस्थामा वार्ता समधुर तथा सौहार्दपूर्ण हुन नसक्ने र वार्ताको वातावरण बन्न नसकेको कारण आन्दोलन गर्नुको विकल्प नरहेको पनि जनाएको छ। मुकुमलुङ संरक्षण र केबुल कार खारेजीको मुद्दा टुङ्गोमा नपुगेसम्म वार्तालाई खुल्ला राख्दै आन्दोलनलाई सँगसँगै बढाउन मुकुमलुङ संरक्षणको लागि आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको जनाएको छ। यस आन्दोलनलाई सहयोग पुर्याइदिनु हुन सम्पूर्ण पत्रकार, जनसमुदाय, राजनीतिक दल, नागरिक समाज, विभिन्न व्यवसायमा संलग्न व्यवसायी लगायतका जनसमुदायलाई अनुरोध गर्दछौँ, विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा जनाए अनुसार चैत 15 देखि 22 गतेसम्म 14 जिल्लाहरूमा गाउँ जागरण अभियान सञ्चालन गरिनुका साथै घाइते तथा पक्राउ पूर्जी जारी भएकाहरूसँग भेटघाट कार्यक्रम, यस अवधिमा ताप्लेजुङ केन्द्रित स्वयंसेवक टोली गठन गरिने, आन्दोलनका पहिलो कार्यक्रम फागुन 28 गते काठमाडौँमा उपत्यका बुद्धिजीवी भेलासँग सुरु हुनेछन्। विभिन्न चरणमा विभाजित आन्दोलनका कार्यक्रम अन्तर्गत चैत 2 गते राजनीतिक दल, प्रदेश तथा सङ्घीय सांसदहरूलाई मुकुमलुङ संरक्षण आन्दोलनबारे जानकारी पत्र वितरण गरिनेछ भने चैत 3 गते व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई आन्दोलनबारे जानकारी पत्र पठाइनेछ। चैत 4 देखि 12 गतेसम्म संरक्षणकारी अगुवा कार्यकर्ताको भेला तथा छलफल कार्यक्रम सञ्चालन गरिनेछ। चैत 6 गते अन्तर्धार्मिक सामान्य भेला आयोजना गरिनेछ भने 7 गते अन्तर्राष्ट्रिय निकायहरूमा आन्दोलनबारे जानकारी पत्र पठाइनेछ। आन्दोलन अन्तर्गत चैत 2 गते धरानमा मुकुमलुङ सम्मेलन आयोजना गरिनेछ भने चैत 3 गते ताप्लेजुङको फुङलिङमा रिले अनसन सुरु गरिनेछ। त्यस्तै चैत 3 गते नै जुम बैठक मार्फत पक्राउ परेका तथा
वारेन्ट जारी भएकाहरूको नामावली सार्वजनिक गरिनुको साथै फागुन 10 गतेको घटनाबारे अन्तर्राष्ट्रिय जानकारी दिने तथा घाइतेहरूको उपस्थितिमा पत्रकार सम्मेलन गरिनेछ। चैत 4 गते साङ्केतिक रूपमा एसियन हाइवे 1 नम्बर प्रदेशमा एक दिने बन्द गरिनेछ। चैत 6 गते काठमाडौँ सिंहदरबार घेराउ गरिनेछ भने चैत 8 गते मुगुम्लुङ आन्दोलनका घटनाहरूको फोटो प्रदर्शनी गरिनेछ। चैत 9, 10 र 11 गते लाहान, जनकपुर र लालबन्दीमा जनप्रदर्शन तथा आमसभा गरिनेछ। चैत 10 गते कवि तथा साहित्यकार भेटघाट कार्यक्रम गरिनेछ। चैत 24 गते पूर्वी नेपालका लिम्बुवान सहित 14 जिल्लाहरूमा जनप्रदर्शन तथा आमसभा गरिनेछ। चैत 25 गतेदेखि पूर्वी नेपालका लिम्बुवान सहित 14 जिल्लाहरूमा अनिश्चितकालीन यातायात बन्द गरिनेछ। तर परिस्थिति अनुसार समय अगाडि सार्न सकिने विज्ञप्तिमा जनाएको छ। आन्दोलनरत पक्षले यी कार्यक्रम मार्फत मुगुम्लुङ संरक्षणको मुद्दालाई सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।